हेलो एभ्रिवान, वेलकम टु माई फर्स्ट मिनी भ्लग। र आज चाहिँ म कोदोको रोटी बनाउन गइरहेको छु। त्यसको लागि चाहिँ एउटा भाँडामा मैले पानी हालेर अलिकति नुन र अलिकति घिउ हालेर पानीलाई उम्लिन दिएँ। यसको डो बनाउनको लागि चाहिँ हामीले ढेँडो पकाएको जस्तै प्रकारले बनाउनुपर्छ है। र यतिको भइसकेपछि चाहिँ एउटा भाँडामा ट्रान्सफर गरेर यसलाई हल्का सेलिन दिएपछि अलिकति घिउ लाएर फेरि यसलाई मजाले मुस्नुपर्ने हुन्छ। र यतिको भइसकेपछि चाहिँ फेरि यसलाई सानो सानो पिस गरेर यसलाई फेरि मजाले डल्ला बनाउनु पर्ने हुन्छ है। र कोदोको पिठोमा डिप गर्दै यसलाई चाहिँ हल्का हातले बेल्नुपर्छ। बेसी हार्डली प्रेस गर्दै बेल्यो भने चाहिँ टालिने डर हुन्छ। र कोदोको पिठो हल्का दल्दै यसलाई मजाले हल्का हातले बेल्नुपर्ने हुन्छ। र बेलिसकेपछि चाहिँ ताई तताएर ताईमा एकपट्टि मजाले पाक्न दिनुपर्छ। र एकपट्टि पाकिसकेपछि चाहिँ यसलाई टर्न गरेर कटन क्लोथले नभए एउटा टिस्युले चाहिँ मजाले प्रेस गर्दै पकाउनुपर्छ। र मेरो कोदोको रोटी चाहिँ पाकिसकेको छ गाइज, यतिको सफ्ट भएको छ। मैले चाहिँ यसलाई आलुको दालसँग खाएँ। तपाईँहरूले चाहिँ अरू कुनै तरकारीसँग खाए पनि हुन्छ। थ्याङ्क यू फर वाचिङ।